आज हामी पोखरा लेक साइडमा रहेको यो 35 वर्ष पुरानो बिल्डिङको रेनोभेसनको लागि काम गर्दैछौँ। यसरी रेनोभेसन गर्नको लागि वालहरू फोड्ने क्रममा हामीले के नोटिस गर्यौँ भने दुईवटा कोलम बीचको स्पान 7 मिटर जुन कोलम रहेको छ पुरानो डिजाइनको 9 इन्च बाई 9 इन्चको, जसमा सेन्टरमा हुनुपर्ने एउटा कोलम त्यो ग्राउन्ड र फर्स्ट फ्लोरमा रहेनछ, तर तेस्रो तल्लामा अर्थात् सेकेन्ड फ्लोरमा गएर त्यसमा ह्याङ्गिङ कोलमको रूपमा कोलम हालिएको रहेछ। अब हामीले त्यो ह्याङ्गिङ कोलमको एलाइनमेन्ट मिलाएर दुईवटा कोलम बीचको डिस्टेन्स मेजर गरी तल जुन ग्राउन्ड फ्लोर छ त्यसमा र फर्स्ट फ्लोरमा हामीले अब रेट्रोफिटिङ गरी कोलम एड गर्दैछौँ। यसरी हामीले भिडियोमा देखाए जसरी नयाँ कोलम हाल्नु अगाडि पुरानो जुन बिम स्ट्रक्चर छ त्यसको सपोर्टको लागि यसरी प्रप्स पाइपहरू हामीले हरेक तल्लामा प्रोभाइड गरेका छौँ, जसले गर्दा बिल्डिङको लागि आवश्यक सपोर्ट प्राप्त हुन्छ। ग्राउन्ड फ्लोरमा जुन पोजिसनमा कोलम बस्छ त्यसको बेस भनेको दोस्रो तल्लामा रहेको कोलमको पोजिसन हो। त्यसै अनुसार हामीले मार्किङ गरेर ग्राउन्ड फ्लोरमा त्यो एरियालाई सफा गर्ने साथै त्यहाँ भएको फ्लोरिङ ग्रेनाइटहरूलाई काट्ने, रिमेनिङ जुन वालहरू रहेको छ त्यसलाई भत्काउने काम गरिरहेका छौँ। यसरी तपाईँहरूले पनि यो सानो ज्याक हम्मर या ठुलो ज्याक हम्मर र यसरी जुन ढलान काट्ने, ग्रेनाइट काट्ने मेसिनको युज गरी सफा र छरितो तरिकाले फ्लोरलाई काट्न सक्नुहुन्छ, जसले गर्दा तपाईँको फर्दर अरू जुन क्षति हुन्छ त्यसलाई न्यूनीकरण गर्न सकिन्छ। फुटिङको लागि स्ट्रक्चर एनालाइसिसको आधारमा डाइमेन्सनहरू तयार भइसकेपछि हामीले त्यही हिसाबको खाल्टो यसमा खनेका छौँ, आवश्यक डेप्थ, लेन्थ र ब्रेथ अनुसार। खाल्टो हाम्रो पुरा भइसकेपछि त्यसमा सोलिङ पिसिसी गरी हामीले रिबारको काम सुरु गरेका छौँ। यसको लागि हामीले 12 mm को रडलाई तल जाली सिङ्गल नेट बनाएका छौँ, जुन 5 इन्ची बाई 5 इन्ची सेन्टर टु सेन्टर रहेको छ, र पिल्लरको लागि पनि हामीले 12 को 8वटा डन्डीलाई युज गरेका छौँ। यसरी अल्टरनेटिभ लेन्थमा डन्डीहरू पिल्लरको डन्डीलाई काटिसकेपछि हामीले पिल्लरको डन्डीलाई पोजिसन गर्छौँ र 4-4 इन्चीको सेन्टर टु सेन्टर डिस्टेन्समा हामीले 8 mm को स्टिरअप चाहिँ प्रोभाइड गरेका छौँ। यसरी तपाईँले भिडियोमा देख्न सक्नुहुन्छ। हामीले यसरी कोलमलाई प्लेस गर्छौँ। हामीले फुटिङ ढलानको लागि M25 अर्थात् 1:1:2 को रेसियोमा कङ्क्रिट मिक्सचर बनाएर त्यसलाई चाहिँ फुटिङको कास्टिङ गऱ्यौँ। फुटिङको कास्टिङ गरिसक्दा हामीले प्रपरली भाइब्रेटर युज गरेका छौँ, जसले गर्दाखेरि यसको डेन्सिटीको लागि राम्रो हुन्छ। यसले एयर जुनहरू ट्र्याप भएर बसेको हुन्छ त्यसलाई हटाउने काम गर्दछ। फुटिङ ढलान भएपछि हामीले एक दिनको लागि फुटिङको जुन माथि डन्डीहरू पिलरको निस्केको हुन्छ त्यसलाई नचलाइकन राख्छौँ र फुटिङ एक दिन सेट भइसकेपछि अर्को दिनबाट हामीले स्टिरप्सहरू बान्ने, ल्यापिङहरू गर्ने काम गर्छौँ। ल्यापिङको लागि तपाईँले 60 डायामिटर चाहिँ ल्यापिङ गर्नुपर्ने हुन्छ। ल्यापिङ गर्नु अगाडि माथिल्लो तल्लाको बिमलाई हामीले जुन तलको ल्यापिङ लेन्थको डन्डीहरू हुन्छ बिमको एलाइनमा पर्ने डन्डीहरूलाई ड्रिल गरेर त्यो बिममा प्लेस गरिन्छ र साइडबाट जुन डन्डीहरू जान्छ त्यसको लागि माथिको बिमको साइडमा रहेको स्ल्याबलाई डिसमेन्टल गरेर कङ्क्रिट हाल्ने तथा नयाँ कङ्क्रिट राख्ने ठाउँ बनाइन्छ। माथिल्लो तल्लासम्म डन्डी चाहिँ ल्यापिङ भएर पास गरिसकेपछि हामीले सेन्टरिङ र सटरिङको काम गर्छौँ र यसमा चाहिँ कास्टिङको काम हुन्छ। हामीले यसमा कङ्क्रिटिङ M25 नै गरेका छौँ र जुन ठाउँमा पुरानो बिम र कोलम जोइन्ट हुन्छ त्यसको चाहिँ हामी एक दिन पहिलो 8 फिट ढलान गरिसकेपछि दोस्रो दिनको लागि चाहिँ राखेका छौँ। एक दिनको ग्याप पछि हामीले फेरि जुन बिम कोलम जङ्सन हुन्छ त्यसको लागि फर्मवर्कको काम गर्छौँ। यो अलिकति गाह्रो काम रहन्छ। यसको लागि हामीले जुन कङ्क्रिटिङ गरिन्छ M25 साथसाथै पुरानो र नयाँ कङ्क्रिट जोड्नको लागि हामीले एडिटिभ केमिकल्सहरू पनि यसमा राख्छौँ, जसमा हामीले SBR 302 लाई चाहिँ युज गर्छौँ। यसरी ग्राउन्ड फ्लोरमा जसरी नै हामीले पहिलो तल्लामा पनि यसरी नै कोलम कास्टिङ गर्छौँ र हाम्रो जुन प्रप सपोर्टहरू छ त्यसलाई एटलिस्ट 7 दिनसम्मको लागि हामीले कुनै पनि तल्लामा हटाउन्नौँ। यसरी फाइनल्ली हाम्रो चाहिँ रेट्रोफिटिङ गरेर नयाँ कोलमलाई चाहिँ एड गरियो। यसले हाम्रो बिल्डिङको स्ट्रेन्थलाई बढाउने, हाम्रो लोड बियरिङ क्यापेसिटीलाई पनि इन्क्रिज गर्ने, साथै यो स्टिल र कङ्क्रिटको भएको हुनाले यसको फ्लेक्सिबिलिटी पनि राम्रो हुन्छ। यसले टेन्साइल स्ट्रेन्थ एज वेल एज कम्प्रेसिभ स्ट्रेन्थ दुवैमा राम्रो एक्ट गर्छ। तपाईँहरूले पनि आफ्नो पुरानो घरमा यसरी स्ट्रक्चर एनालाइसिस गरेर नयाँ कोलम, बिमहरू थप्न सक्नुहुन्छ।
यो तपाईहरूको नयाँ घर बनाउने खर्चभन्दा धेरै नै सस्तो हुन्छ, यसले मजबुती पनि दिन्छ। नर्मल्ली हामीले आइएसएमबी जुन स्टिलको स्ट्रक्चर हुन्छ त्यसलाई पनि युज गर्न सकिन्छ, तर त्यसमा भन्दा यसमा चाहिँ फ्लेक्सिबिलिटी बढी हुने भएकोले तपाईहरूले यसरी नै आफ्नो घरमा रेट्रोफिटिङ गर्न सकिन्छ। यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो युट्युब च्यानलमा तपाईहरूले हाम्रो भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरी साथ दिनुहोला। धन्यवाद।